अहिले पनि हामीले हाम्रा धेरै जसो चाहिँ यो पुनरुत्पादनहरू सिडलिङ कपिसबाट आयो। अब यो चाहिँ छलफल गर्ने पनि छ एडभान्स ग्रोथ राख्ने कुरा। बरु बिस्तारो बिस्तारो खुल्ला गर्दै जाउँ होइन। अहिले त हामीले एकैचोटि खुल्ला गरेछ नि, एकैचोटि हामी माउरुख त्यो सेल्टर ट्री राख्छौँ अनि अरूलाई त हटाइदिन्छौँ। बरु दुई चरणमा गरौँ, त्यसले गर्दाखेरि चाहिँ सिडलिङहरू आउँछन् कि भन्ने कुरा। यसमा त्यो रेगुलर र इरेगुलर भन्ने भएको छ नि त। हजुर, इरेगुलर भन्ने बित्तिकै इनग्रोथ के अरे एडभान्स ग्रोथ राख्नुपर्ने होइन। इरेगुलर भनेको चाहिँ तपाईँको चाहिँ त्यो सेल्टर राख्ने चिज चाहिँ इरेगुलर अवस्थाले राख्यो। युनिफर्म भनेको चाहिँ एउटै डिस्टेन्समा राख्नु पर्यो सेल्टर चाहिँ होइन। इरेगुलर भनेको चाहिँ त्यो रेगुलरली राख्नु पर्यो। इरेगुलर भनेको त एडभान्स ग्रोथ पनि रहेको हुनाले इरेगुलर सेल्टर रुट सिस्टम भनेर बुझिरहेको होइन। सेल्टर हामीले यतिकै बुझ्नु पर्यो नि। इरेगुलर सेल्टर रुट भनेको सेल्टर रुखलाई नै इरेगुलरली राख्ने। युनिफर्म भनेको चाहिँ सेल्टर ट्रीहरू चाहिँ युनिफर्म डिस्टेन्समा राख्ने। त्यो प्राकृतिक रूप कसरी चाहिँ निश्चित डिस्टेन्समा कसरी होइन। यस्तो हो क्या, यो हामीले के कुरा बुझ्नुपर्छ भने यो धेरै जसो सिस्टमहरू चाहिँ प्लान्टेसन फरेस्ट्रीबाट आएको, रोकेको रुखबाट, जस्तै युरोपकाहरू सबै आएका प्लान्टेसन फरेस्ट्रीबाट आएको नि। त्यही भएर हाम्रोमा यो हुबहु मिल्दैन क्या। जस्तै भने नि माउरुख भनेको चाहिँ सर्लक्क परेको एकदमै चाहिँ हाँगा बिगानी भएको होइन, क्लियर मोल भएको भनेको छ। अब कहाँबाट ल्याउने? त्यो खोज्दै गयो भने त कहीँ भेटिन्न। अनि जुन राम्रो छ त्यही हो नि त। अब हामीले चाहिँ भन्ने के भने भएको मध्ये राम्रो राख्ने हाम्रो लागि चाहिँ होइन त। भनेपछि हामीले हाम्रो ढाँचामा पनि ढाल्दै जानु पर्यो क्या। यो ढाल्नु पनि पर्छ, किनभने यो सेल्टर रुटको यो भने तर सेल्टर रुट त डिफ्रेन्ट खालको छ नि त। त्यो भने के भने यसको चाहिँ अब हाँगा बिगा चाहिँ आफ्नो समय परिस्थिति अनुकूल हामी ढाल्दै जाने। हामीले नेपाली सेल्टर रुट निकालौँ न हाम्रो लागि होइन। यस्तो हो, यो बिग्रेको के भने नेपाली ननिकालेको हो। हामी नेपाली सेल्टर रुट निकालौँ न। त्यो भनेको हाम्रो परिस्थिति अनुसार अर्घाखाँची सेल्टर रुट हुन सक्ला, कपिलवस्तु हुन सक्ला, बाराको सेल्टर रुट हुन सक्ला। किनभने हाम्रो परिस्थिति अनुसार फरक फरक छ नि तपाईँको। जस्तै अहिले मैले भने तपाईँ मधेसतिर उता पूर्वतिर जानु भने सबभन्दा ठुलो समस्या भनेको माइकेनिया छ। अब तपाईँ खोलिदिने बित्तिकै माइकेनिया हुर्रै आउँछ क्या। फेरि माइकेनिया जात त्यस्तो छ भनेपछि साललाई पनि खोल्नु पर्यो। साललाई खोल्दाखेरि माइकेनिया आउँछ भने त कसरी रोक्ने भन्दाखेरि त त्यसलाई त बाटै छेक्नु पर्यो नि त। सुरुमा भित्र मात्र गर्नु पर्यो। हाम्रो नेपाली सेल्टर रुट त्यो हुने हो क्या। आफ्नो पनि निकालौँ होइन। त्यसै गरी यो सेल्टर रुट चाहिँ धेरै थरीको छ। यो युनिफर्म भनेको चाहिँ ओपनिङ के खुल्ला राख्ने चाहिँ युनिफर्मली गर्ने भनेको त्यो सेल्टर ट्री चाहिँ ठिक ठिक ठाउँमा राख्ने भने युनिफर्म। अहिले हामीले गरेको चाहिँ इरेगुलर नि हो जस्तो युनिफर्म नि हो जस्तो छ। यो दुईटाको बिचमा छ होइन, हाइब्रिड छ क्या। त्यो खालको छ नेपाली सेल्टर रुट होइन। डिस्टेन्स पनि मिलाऊ भन्छौँ होइन, त्यसरी गर्छ भन्ने खालको छ नि त हाम्रो। भन्नु चाहिँ इरेगुलर भन्यौँ तर डिस्टेन्स पनि मिलाउनु पर्छ है भनेरै भनिरहेको छ। हामीले हेर्दा ठ्याक्कै दूरी छ कि छैन भनेर हेर्छौँ कि फेरि त्यो त सम्भव छैन नि त। छैन त्यो खालको छैन। अर्को ग्रुप सेल्टर रुट पनि छ। त्यो चाहिँ के हुन्छ भन्दाखेरि रिजेनरेसन फेलिङ हाम्रो चाहिँ ग्रुपमा स्क्याटर गर्ने, एउटा यो ग्रुपमा गर्ने, अर्को उता ग्रुपमा गर्ने, त्यसरी गर्ने खालको हुन्छ। अहिले त हामी त कम्पार्टमेन्ट बनाएर गरिरहेका छौँ। त्यो चाहिँ ग्रुपको रूपमा गर्नेलाई ग्रुप हुन्छ। अर्को स्ट्रिप छ। जस्तै यो धेरै चाहिँ तपाईँको पहाडहरूमा गर्न सकिन्छ। एउटा खण्ड बनाउने यो। अब यहाँ यो एउटा स्ट्रिप हो अनि यहाँनिर चाहिँ सेल्टर रुट लाउने, यहाँ नगर्ने पहाडमा। अनि यहाँ गरियो होइन, यहाँ गरियो, यहाँ नगर्ने, यहाँ गरियो। यसरी चाहिँ स्ट्रिप स्ट्रिपमा खण्ड खण्डमा चाहिँ हामीले बनाउन सकिन्छ। त्यो पनि छ भने
अर्को चाहिँ इरेगुलर छ भनेको ओपनिङ चाहिँ रेगुलरली भएन, युनिफर्म भएन, इरेगुलर त्यसरी छ। त्यसकारण इरेगुलर भनेको त्यो होइन। सेल्टरहुडको चाहिँ नियमै के भने खास गरी भन्ने हो भने सेल्टरहुडको नियम भनेको चाहिँ तपाईको यसले चाहिँ एउटै उमेरको रुख बनाउने हो। त्यसकारण यसमा यो एडभान्स ग्रोथ राख्ने हुँदैन सिद्धान्त त, किनकि यो प्लान्टेसन फरेस्ट्रीबाट आएको। तर हाम्रो चाहिँ परिस्थिति हजुर हाम्रो चाहिँ परिस्थिति अनुसार अहिले हामीले यहाँ 30 सेमी भन्दा मुनिको राख्ने भनेको छौँ। बागमतीले कार्यविधि बनाएको छ 40 सेमी भन्दा मुनिको राख्ने भनेको छ। अब ठाउँ अनुसार भन्यो भने लुम्बिनीले 30 भन्यो, बागमतीले 40 भन्यो। अब ठाउँ अनुसार हुने हो। खै अब के हो हुन सक्ने हो होइन, त्यो आफ्नो हुन्छ। त्यसैले यो सेल्टरहुड पनि यो डिफरेन्ट खालको हुन्छ। त्यो भनेको चाहिँ हामीले हाम्रो परिस्थिति अनुसार बनाउन सकिने भयो। तर यसको मुख्य सिद्धान्त भनेको चाहिँ के भने हामीले रुख चाहिँ ओपनिङ गर्दाखेरि छहारी रुख चाहिँ राख्नु पर्यो। सेल्टरहुडको सिद्धान्त त्यति हो, छहारी रुख चाहिँ चाहियो। तर कसरी राख्ने, कतिवटा राख्ने, कहाँ कहाँ राख्ने भन्ने चाहिँ हाम्रो परिस्थिति अनुसार होइन। मलाई यो सल्लाहको वनमा आदि चाहिँ म सल्लाह बनाउँछु, आदि कटुस सिलाउने बनाउँछु भन्यो भने आदितिर चाहिँ म अलिक बढी खुल्ला राख्छु होला होइन, आदितिर चाहिँ कम खुल्ला राख्छु होला भनेको एक ठाउँमा चाहिँ म झ्याक्क 15-20 वटा रुख राखेर काटिदिन्छु होला। अर्को ठाउँमा चाहिँ यो वर्ष अलिकति खोल्छु, अर्को वर्ष अलिकति खोल्छु, अनि अर्को वर्ष चाहिँ पुरै खोल्छु भन्ने होइन। दुईटै सेल्टरहुड हो नि त। तर हामीले चाहिँ के गर्यौँ भन्दाखेरि हाम्रो उद्देश्य अनुसार चाहिँ यसलाई फरक ढङ्गले लिएर एउटामा हामीलाई चौडापाती चाहिएको छ, एउटामा हामीलाई उनै चाहिएको छ, के अरे सल्लै चाहिएको छ। त्यो अनुसार चाहिँ हामीले बनाउन सक्ने पनि यो चाहिँ यो भेरिएन्टहरू चाहिँ हाम्रो समय परिस्थिति अनुसार अवस्था अनुसार हामीले फरक गर्ने हो कि। त्यसकारण सेल्टरहुड भन्दैमा त्यही गर्नुपर्छ, यति नै वटा राख्नुपर्छ, यति नै डिस्टेन्समा गर्नुपर्छ, यति नै चोटि काट्नुपर्छ भन्ने होइन। परिस्थितिले जे माग्छ त्यो गर्ने। अब हामीले यही कुरा चुरेमा पनि लागू गर्न सक्यौँ, तर बिस्तारै बिस्तारै खुल्ला गर्नु पर्यो। त्यो हिसाबले हामी जानु सक्यौँ। अब हामीलाई खतरा लाग्दा है अहिले चुरेमा गर्दा डेन्जर हुन्छ, बीजबाट खोल्दाखेरि राम्रो हुने हो कि, अब त्यो सोच्नु पर्यो क्या। टुप्पोबाट खोल्दाखेरि राम्रो हुने हो कि अथवा फेदबाट खोल्दा राम्रो हो, त्यो त हामीले हेर्नु पर्यो नि त अवस्था हेर्न। माथि चाहिँ यसको चाहिँ चुच्चो चाहिँ एकदमै फ्ल्याट छ, त्यही भएर माथिबाट खोल्दै आऊ पनि हुन सक्छ। तल चाहिँ खोला छैन, त्यही भएर तलबाट खोल्दै आऊ पनि हुन सक्छ। त्यो त परिस्थिति अनुसार हुन्छ नि गर्ने होइन। त्यसको साइड बाई साइड अरू के काम गर्नु पर्ला त, अलिकति भू संरक्षणको काम गर्न पो बल्ल कटान गर्नुपर्ने हो कि होइन। यो कुरा हामीले यो सम्वर्धन प्रणाली चाहिँ लागू गर्दाखेरि चाहिँ यी कुराहरू एकदमै ख्याल गर्नुपर्छ। खालि रुख ढ्याक्क काट्ने ढ्याक्क ल्याउने मात्र होइन नि त, त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा पनि हामीले चाहिँ यो हेर्नुपर्छ। त्यो अनुसार चाहिँ हामी विभिन्न भेरिएन्ट बनाउन सकिन्छ। सेल्टरहुडका आफ्नै भेरिएन्ट जुन चाहिँ हाम्रो समय परिस्थिति अनुसार अवस्था अनुसार अगाडि लैजाने। हामीले के बुझ्नु पर्यो भने यो भनेको सबै ठाउँमा यही गर्नुपर्छ भन्ने हो, यो चाहिँ फरकै हुन सक्छ। ठ्याक्कै गीतामै लेखेको कुरो होइन नि, गीतामै लेखेको त्यही हो, कार्ययोजना बनाउँछ त्यो स्वीकृति होइन कार्ययोजना हो। तर कार्ययोजना बनाउँदाखेरि हामीले यसलाई विचार गराउनु पर्यो क्या। कार्ययोजना चाहिँ गीतै हो होइन, तर कार्ययोजना बनाउँदाखेरि के सिल्भिकल्चर त्यहाँ गर्ने भन्ने कुरो चाहिँ त्यो कुरा हामीले चाहिँ यो चाहिँ बुझ्नु पर्यो सुरु। होइन छ, यो कुरो छ, हामीले आफूले गर्नु सक्छौँ। यो
यो सबै कुरो बाँधेको छैन। हामीले त उसले तपाईलाई वन सम्वर्धनमा गर्ने यसरी गर्न सकिन्छ, माउरुख 10 देखि 25 वटा राख्ने भनेको छ। त्यो भनेको अन्तिममा खोल्दाखेरि 10 देखि 25 वटा राख्ने। उदाहरणको लागि अहिले तपाईको 400 वटा रुख छ भने तपाईले भन्नु म यो पहिलो वर्षमा 200 वटा निकाल्छु, 200 वटा राख्छु, दोस्रो वर्षमा बाँकी 100 वटा निकाल्छु, तेस्रो वर्षमा 75 वटा निकालेर 25 वटा राख्छु। अनि 25 त राख्नु भनेछ त, तर कतिचोटिमा त भने छैन नि त। सबै परिस्थिति अनुसार हामीले राख्नु, त्यो कुरो फ्लेक्सिबिलिटी दिएको छ। त्यही भएर अघि नै मैले भने यो वन सम्वर्धन भनेको कला हो। त्यो कला चाहिँ हामीले देखाउन सक्नु पर्यो। अब त्यो कला भनेको चाहिँ हामीले काम गर्दै गएपछि अनुभव यी सबै कुराले आउने। विज्ञान हामी सबलाई थाहा छ, तर कलामा हामी कहीँ कमजोरी भएका छौँ र त्यो कुरो चाहिँ त्यो पहिलाको अनुभवले हामी सिक्दै लिएर जानुपर्छ यसलाई है। त्यही भएर यो धेरै भेरिएन्ट किन आयो भन्दाखेरि सिद्धान्त त त्यही हो है। फेरि छारे रुखै राख्ने हो, तर कसरी राख्ने हैन। कसैले बराबरी दूरीमा राखौँ भन्यो, युनिफर्म भन्यो हैन। कसैले होइन यो ग्रुपमा चाहिँ निकालौँ त्यहाँनिर गरौँ भने ग्रुप भनिदियो। कसैले चाहिँ होइन यो स्ट्रिपमा यसरी गरामा गरौँ भन्यो, स्ट्रिप सिस्टम भन्थ्यो। कसैले जसरी खोले नि हुन्छ 25 वटा चाहियो भनेपछि यो कसरी गर्ने भन्ने कुरा चाहिँ तपाईहरुले चाहिँ ठाउँ अनुसार गर्नु हैन। अब यो हाम्रो चाहिँ तराईमा गरेको सालको यस्तो हैन। यो माउरुख राखेका छन्, आएको छ यो हैन। यो हाम्रो तराईको सिस्टम। अब यो पहाडमा पनि गरेको छ यी सल्लाहमा, हेर्नुहोस् न। अब यिनीहरूले के गर्यो भने स्ट्रिपमा गर्यो। यो हेर्नु यहाँनिर खाली देखियो हैन। यो चाहिँ स्ट्रिप उनीहरूले 50 मिटरको हो क्या बनाएको छ यसरी पहाडमा। अनि यसरी चाहिँ सेल्टर वुड गरे, हेर्नुहोस् 50 मिटरमा बीच-बीचमा काटेर निकाले यसरी गरेको छ। कन्टुरमा स्ट्रिप भनेको कन्टुरमा गर्ने पहाडमा यसरी बनाउने हैन। अनि 50 मिटरमा गरेको छ भने यसरी हैन। यसको सिद्धान्त चाहिँ के भने उदाहरणको लागि हामीले भन्छौँ नि 20 मिटरसम्म स्लोप करेक्सन गर्नु पर्दैन हैन। 20 मिटरसम्म स्लोप करेक्सन गर्नु पर्दैन। अनि हामीले चाहिँ ठ्याक्कै कहाँबाट यो ल्याइदियो भने चुरेमा 19 डिग्री भिरालोसम्म नगर्ने गर्ने, अनि 19 देखि कतिसम्म 39 सम्म के गर्ने भनेर ल्याइदियो। हामीले एउटा कुरो के बुझिन्छ भने 0 देखि 19 र हैन, 0 देखि 19 र 2 देखि 22 उति नै हो कि होइन। हामीले त्यो बुझेन क्या। हामीले चाहिँ भिरालो मात्र हेरेछ कि हैन। 0 देखि 19 सम्मको भूभाग र 20 देखि 39 सम्मको भूभाग त्यो एउटै हो नि त हैन। किन तिनीहरूलाई मेन्टेन गर्यो भने त हामी फेरि समय बनाउने हो नि त। हाम्रो चाहिँ सोचाइ चाहिँ के गर्छ भने पहाडमा त सम्म ठाउँै हुन्न भने जस्तो भयो कि। पहाडमा नि त हुन्छ नि, तर सम्म ठाउँ चाहिँ थोरै हुन्छ, चौडाइ थोरै हुन्छ नि भनेपछि हामीले यहाँ जति चाहिँ तपाईँको भिरालो भयो चौडाइ कम हुने हो, जति कम भिरालो भयो चौडाइ बढी हुँदै जान्छ। 20 डिग्री भनेको त त्यो रहेछ नि त होइन। त्यसरी चाहिँ मेन्टेन गर्नु भन्दछ। यो सिन्धुपाल्चोकमा चाहिँ गरेको छ यो इनलिफ्ट भन्ने प्रोजेक्टले। यसरी हामीले ठ्याक्कै यहीँकै सेल्टर वुड लगाउँदा स्ट्रिपमा स्ट्रिप सेल्टर वुड हुने रहेछ त गर्दाखेरि होइन यसरी। अनि हामीले स्लोप यहाँ बनाउन सक्यौँ। तपाईँ जति कम भिरालो भयो चौडाइ बढी हुने भयो स्ट्रिपको चौडाइ, जति बढी भिरालो हुने भयो स्ट्रिपको चौडाइ कम हुने भयो, किनभने 20 डिग्री कमैमा आउने हो होइन। हाम्रो सिद्धान्तले त्यही भन्छ 20 डिग्रीसम्म स्लोप करेक्सन नगर, त्योभन्दा माथि भयो भने चाहिँ गर भनेको होइन कि के हो कि होइन।
कि इन्भेन्ट्री गर्नै गइएको छैन र बिर्स्यो कुरो त त्यतामा आयो जस्तो छ होइन इन्भेन्ट्री गर्दा त्यही गरिन्छ होइन त्यो छ क्या त्यसकारण हामीले पहाडमा गर्नु नसकिने होइन यो गर्न सकिन्छ यसरी चाहिँ गरेको छ होइन यो एउटा स्ट्रिप अब यो आयो यो ग्रुपमा उनीहरूले यो ठाउँ ठाउँमा भिरालो पनि हेरेर यसरी ग्रुपमा निकालेको छ ग्रुपमा पनि हुँदो रहेछ होइन तर हामीले चाहिँ त्यो ठाउँ हेरेर कुन ठाउँमा चाहिँ यो ग्रुप गर्नु मिल्छ भनेर हेरेर यसरी ट्याक ट्याक निकाल्नु सक्छ अब यसमा चाहिँ तपाईँको पहिला भने जस्तो ट्याक्कै यही कम्पार्टमेन्ट यही सब कम्पार्टमेन्ट भन्ने चाहिँ भएन अब हामीले चाहिँ त्यो हेर्ने चाहिँ त्यो काट्ने त्यो एनुअल हार्भेस्टिङ प्लट चाहिँ ठाउँ हेरेर ग्रुप ग्रुप बनाउँदैछ यो प्याचुला गर्नु सकिन्छ क्या नगर्ने भन्ने हो हामीले मजाले गर्न सकिन्छ तर हामीले हेर्नु पर्छ अब यसमा चाहिँ ट्याक्कै यति नै हेक्टर यो नै भन्ने हुँदैन अलिकति मिलेर चाहिँ गर्नुपर्छ कति एरियालाई एउटा ग्रुप बनाउने पहाडमा अलिकति गाह्रो छ तराईमा भन्दा होइन तर हामीले यही सिस्टमहरू चाहिँ अगाडि बढाउन सकिन्छ त्यही भएर बेला बेलामा कुरो आउँछ पहाडमा के पहाडमा नि त गर्नु सकिने रहेछ नि कला देखाउनु पर्यो क्या अर्का खाँचीमा देव साहबको नेतृत्वमा कला हेर्नुपर्ने भयो होइन ढक्कै हेर्दाखेरि चाहिँ यो सिल्भिकल्चर सिस्टम यो भनेर अर्कोचोटिदेखि हाम्रो विद्यार्थी त्यहाँसम्म आउँदाखेरि उकालै पनि चढ्ने वातावरण होस् क्या होइन पहाडमा पनि यसरी चाहिँ सिल्भिकल्चर लगाउन सकिन्छ भनेर पढाउने ठाउँमा चाहिँ यो त सबै पढाउने ठाउँ हो नि युनिभर्सिटी नै यही जङ्गलमा होइन त्यो खालले चाहिँ हामी गर्नेछौँ पुरै तानेर लगेर यसरी चाहिँ हामीले सेल्टर वुडलाई चाहिँ अगाडि बढाउन सकिन्छ होइन हामीले खालि चाहिँ यति बुझ्नु पर्यो हाम्रा गाइडलाइन निर्देशिकाहरूले हाम्रा मापदण्डहरूले हामीलाई नदिएको होइन दिएको छ ठाउँ तर त्यही ठाउँलाई चाहिँ हामीले उपयोग गर्नु पर्यो भरबमजुर हाम्रो योभन्दा अगाडिको समस्या चाहिँ के हो भन्दाखेरि सबै यहाँ जे गरेको छ अन्त पनि ढ्याक्दै ढ्याक्दै होइन अब यसरी नै बुझ्नुपर्छ अब त्यो पहिलोचोटि थियो सबैजना चाहिँ होइन परिपक्व पनि त थिएन अहिले पो अब गर्दै गइसकेपछि अलिअलि खारिँदै आइयो त होइन नभए हामी घन्टौँ बहस गर्थ्यौँ यो डाइङ ब्याग भनेको के भनेर कसैले बुझेकै थिएन कसरी हेर्ने नै थाहा थिएन अहिले पो अलिक परिष्कृत हुँदै आयो बुझ्दै गयो सबैले सिकाउने होइन यो त तर त्यो बेला त्यो गल्तीलाई चाहिँ अब हामीले सच्याउनु पर्यो त्यो सच्याउने भनेको हाम्रो चाहिँ वन सम्वर्धन प्रणाली हामीले सिफारिस गर्दाखेरि चाहिँ के कुरामा ध्यान दिने र कसरी चाहिँ यसलाई चाहिँ स्थानीय परिवेश अनुसार चाहिँ बनाउने भन्ने कुरो सिद्धान्त एउटै हुन्छ तर स्थानीय अनुसार चाहिँ यो फरक हुन्छ तपाईको चाहिँ बढी भिरालो भएको ठाउँमा स्ट्रिप कम हुनेको चौडै कम भएको ठाउँमा धेरै हुने त्यसरी पनि हामीले बोल्नु पर्यो हाम्रो चाहिँ अहिले यहाँ समस्या के चाहिँ हाम्रो बुझाइ चाहिँ यो भिरालो त एउटै हुन्छ भनेछ 0 देखि 19 सम्म काट्ने 19 देखि 39 सम्म 3D हटाउने त्यसपछि त छुँदै नछुने भनेर सबभन्दा भिरालामा छुँदै नछुने भनेछ ती रुख ठुल्ठुलो भएर त्यसैले चाहिँ पहिरो लगेछ यसरी पनि हामीले चाहिँ अलिकति व्यवहारिक हिसाबले चाहिँ विज्ञानलाई चाहिँ उतार्नु चाहिँ सक्नुपर्छ त्यो भयो भने चाहिँ
केही समस्या हुन्छ जस्तो चाहिँ लाग्दैन हामीले गर्न सकिन्छ। अब हामीलाई अलिकति कन्फिडेन्स कम छैन भने सबै कम बनाइदिने नि, त्यसले त केही जाँदैन नि त। 0 देखि 19 भनेछ भने अब 3 देखि 15 सम्म गरिदिने, अलिक बिरालो थोरैमा गरिदिने, तर हामी त सेफ त भयो नि, त्यतिमा त बगेर जाँदैन। त्यो हिसाबले चाहिँ हामीले पहाडमा चाहिँ गर्न सकिन्छ। यो सेल्टर रुटमा केही छ प्रश्न तपाईँहरूको अनुभव सुनाउनुहोस् न। सेल्टर रुट व्यापक गर्दाखेरि हजुर इरेगुलर सेल्टर रुट गर्दाखेरि कहिले काहीँ त्यो एरिया ठुलो हो भने भयो, त्यो चाहिँ कुनै आइमा चाहिँ भने हुन्छ नि जस्तै 5 हेक्टरभन्दा बढी चाहिँ कटान गर्न नदिने, त्यसो चाहिँ अब एरिया ठुलो दिँदाखेरि बढी कटान हुनु के गर्ने। अब यस्तो हो क्या, हामीले चाहिँ जस्तै उदाहरणको लागि भनौँ न, हामीसँग 500 हेक्टरको वन छ होइन, 80 भागमा बढ्दाखेरि एक उसमा झनै 6.5 हेक्टर पर्यो। अब त EIA गर्नु पर्यो होइन, भनेपछि त्यो बेलामा त नर्मल छ नि, 500 हेक्टरको वनलाई 2 भागमा बाँडिदिउँ न त होइन, 2टा कम्पार्टमेन्टमा बाँड्न सक्यो। हामीले त यसलाई फेलिङ सिरिज भन्छ नि, 2टा फेलिङ सिरिज बनायो, अनि तपाईँ 3 हेक्टरले काम चलेन होइन। त्यो भइसकेपछि अर्को फाइदा के पनि भयो भने तपाईँलाई चाहिँ एउटा बायोडाइभर्सिटीको हिसाबले, जैविक विविधताको हिसाबले पनि राम्रो होइन, जैविक विविधताको हिसाबले पनि तपाईँले सानो प्लट 2टामा गर्नुभयो राम्रो पनि, अर्को कुरो यताबाट पनि बस्नु हुने हो होइन। अनि जति धेरै यस्तो बनाउनु सक्यो उति राम्रो फेलिङ सिरिज चाहिँ जैविक विविधताको हिसाबले। किनभने तपाईँहरूले पढ्नै भएको होला, हाम्रो चाहिँ एज धेर भयो भने भनेको 2 थरीको वनको अवस्था चाहिँ जोडियो भने त्यहाँ चाहिँ धेरै जैविक विविधता हुन्छ भन्छ, एज इफेक्ट भन्छ होइन, त्यो भन्छ नि। भनेपछि अब हामीले चाहिँ धेरै ठाउँमा काट्नु भनेको त धेरैवटा यस्तो फरक बनाउनु हो नि, भने त जैविक विविधताको हिसाबले नि त राम्रो भयो नि त होइन। अझ के भन्छ भने यो ल्यान्डस्केपवालाहरूले यो मोजाइक सिफ्ट भन्छ क्या, भनेको चाहिँ यो तपाईँले नयाँ रुख नयाँ ठाउँमा काट्नुभयो त्यो एउटा मोजाइक हो भन्छ होइन। अब 1 वर्ष पुरानो यहाँ आयो अर्को मोजाइक हो भन्छ, अनि अर्को बुढो रुख छ त्यो मोजाइक हुन्छ भनेपछि तपाईँले यति धेरै जति मोजाइक बनाउनु हो त्यति नै जैविक विविधतालाई पनि राम्रो हुन्छ भन्छ। अनि यहाँ बस्ने जनावर भोलि तपाईँ अर्कोमा चाहिँ नजिकैकोमा काट्ने बित्तिकै त्यहाँनिर सर्छ भन्छ क्या। अनि उनीहरूको त यो वासस्थान त कहीँ फरक परेन नि। 80 वर्ष बुढोवाला 80 वर्ष जहिलेको तहिले हुने हो, 1 वर्षवाला नि हामीसँग हुने हो, खालि यो प्लटबाट अर्को प्लटमा त जाने होइन। अनि वन्य जन्तुको लागि पनि यो राम्रो हुन्छ भनेर त्यही भएर जति धेरै फेलिङ सिरिज बनाउनु सक्यो त्यति राम्रो। त्यसमा त एउटै कम्पार्टमेन्टमा पनि 2तिर बाटो गर्न सक्यो होइन, त्यो पनि गर्न सक्यो, त्यो पनि गर्न सक्यो। जस्तै तपाईँले त्यो तिलौरा कोटको हेर्नुहुन्छ भने उनीहरूको त्यस्तै छ नि त, सबै कम्पार्टमेन्ट सब कम्पार्टमेन्टमा एकैचोटि सुरु गर्ने, त्यहाँ चाहिँ सबै कम्पार्टमेन्टमा एकैचोटि सुरु गर्दै त्यो पनि गर्न सक्यो। यो त आफ्नो कला हो क्या हामीले देखाउनु मिल्ने। खालि त्यो मेरो विचारमा लाग्छ त्यो फायर लाइनवालामा मात्र ठुलो छ जस्तो लाग्छ, 9 हेक्टरको छ जस्तो लाग्छ, अरूमा त सबै सानसानै छ। फायर लाइनवाला भनेको लुम्बिनी होइन, हो हजुर 9 हेक्टर थियो नि अहिले चाहिँ त्यो हजुरले भन्नुभयो 4वटा फेलिङ सिरिज बनाएर 4 ठाउँ छैन अहिले चाहिँ, श्रीघाट समुदायबाट पनि 2 ठाउँ बनाएको नि। त्यही भएर हामीले फेलिङ सिरिज बढी बनाउन सकिन्छ, त्यसमा समस्या दाङमा पनि त्यसै गरेका छौँ कि 2-3वटामा 5 हेक्टर क्रस गरेपछि 2 ठाउँबाट। अब हामीले यस्तो पनि गर्नु सक्यो क्या, हामीले एउटै वनलाई डिफ्रेन्ट उसमा कम्पार्टमेन्टमा बनाएर एउटामा सेल्टर रुट अर्कोमा सेलेक्सन पनि गर्न सक्यो। हामीले त वनलाई डिफ्रेन्ट म्यानेजमेन्ट युनिटमा बनाएर जे पनि गर्न सक्यो।
तपाईँले कला देखाउने हो क्या यो यस्तो हजुर त्यो त होइन विवाद त काम गरेपछि त विवाद त आउँदै पर्यो नि नआउने भने यसैले त सिकाइ हुन्छ नि अहिले म तपाईँलाई भन्छु यो वैज्ञानिक भने यसरी स्मुथली गएको भए यति धेरै अनुसन्धानहरू अध्ययनहरू हुँदैन होइन अहिले किन आयो भन्दाखेरि यो विरोध हो हाम्रो कहाँनिर कमजोर रहेछ भनेर हामी सबैजना त्यसैमा अध्ययन गर्न लाग्यो नि त अहिले यतिको धेरै कुरा जान्नेको त्यही भएर नि त नभए कहाँ जानिन्थ्यो होइन अब त हामीसँग हरेक प्रश्नको उत्तर छ नि त साल मात्र किन आउँछ भन्दा सोचेकै थिएन यही घाँटे सालै मात्र आउँछ पछि बल्ल सोध्छु यो त लाइट डिमान्डर हो घाँटे सुरुमा त यही आउने हो यो हुर्किँदै गएर चाहिँ यसले चाहिँ छाया दिएपछि त बल्ल छाया सहने आउने हो होइन छाया नभए ठाउँमा कहाँबाट छाया सहने आउँछ यी कुराहरूले हामीलाई सिकाउँछ राम्रोसँग संरक्षण हुने बित्तिकै खयर र सिजौ आएर हुँदैन दुईजना पनि आउट खयर र सिजौ त्यही हो सिकाइ हुने अरू सेल्टर रोडमा समस्या छ हजुर जस्तो पोहोर काटेको कति राम्रो बिरुवा आयो भनेर त्यही रुट सकरबाट आउँदो रहेछ रुट सकर होइन कफी सिडलिङ कफी सिडलिङ कफी रुट सकर भनेको चाहिँ जरैबाट आयो भने ठुलो रुखको जरैबाट आयो भने चाहिँ हो होइन यसमा चाहिँ सिडलिङ छ तर त्यसको कपिस आयो त्यो छ यसको त्यही भएर सालमा व्यवस्थापन चाहिन्छ भन्नुको कारण नै त्यही तपाईँ सालमा व्यवस्थापन चाहिँ अनिवार्य भएको कारण नै हो नभए चाहिँ सालको आफ्नै यो सर्कल छ त्यही भएर धेरै जसो हामी यसलाई चाहिँ डिस्टर्बेन्सबाट जोगाउँ भनेर चाहिँ अहिले यो तारबार लगाएको कारण पनि त्यही हो नि त डाइब्याक नहोस् जसले गर्दाखेरि चाहिँ राम्रो आओस् भन्ने माउरुखको पनि अब हामीले पर हेक्टर यति राख्ने भन्ने हुन्छ नि कार्ययोजनामा त्यो त अब सबै होमोजेनिटी त हुँदैन होइन अनि जबरजस्ती पनि पर हेक्टर यदि हुन्छ भनेर माउरुख राखे पनि देखिन्छ कि होइन तपाईँ एकदमै तपाईँको रिजेक्सन धेरै भएको ठाउँमा त कम राखे भइहाल्यो नि होइन तर त्यो इन प्र्याक्टिस त्यस्तो पनि देखियो 50वटा पनि 50वटै पुऱ्याउनु पर्यो भन्ने खालको चाहिँ छ कि त्यही भएर रेन्ज चाहिँ होइन रेन्ज त्यही भएर राखेको त्यही भएर त यसमा त हजुरले भने जस्तै अब कुनै वर्ष हामीले 40वटा राखियो भने जस्तै एनुअली हाम्रो 50वटा राख्नु छ तर त्यहाँ हामीले जुन गर्ने एनुअल कुकमा चाहिँ अब रिजेक्सन अलिक धेरै राम्रो रहेछ त्यहाँ चाहिँ कम चाहिँ माउरुख राखेको पनि पुग्ने रहेछ भन्ने भयो नि त भनेपछि हामीले 10वटा कम राख्यो अर्कोचोटि 60वटा हुन सक्यो नि त त्यो पनि गर्न सकियो नि होइन तर हाम्रो बुझाइ चाहिँ त्यो छैन कि जति त्यति नै राख्नुपर्छ भन्ने हिसाबले गरिरहेको देखिन्छ फिल्डमा कार्ययोजनामा हेरेर पहिला माउरुख क्लियर गरेपछि अनि बल्ल अन्य चपाङ काट्यो पनि गडबड छ हाम्रो बुझाइ हाम्रो अनि त्यो यामटी र याप्टी भन्छ अनि यामटी भनेको मदर ट्री भनेपछि यो भने फादर ट्री हो सर भन्छ वास्तवमा सेल्टर ट्री भन्नु पर्दैन खास त सेल्टरै हो त्यही भएर यो सेल्टर रोड भएको त्यसैले राखेको भएर सेल्टर भन्दा पनि खालि त्यसको बिउलाई मात्रै हेरेर हाम्रो जजमेन्ट भइरहेको हाम्रो त्यो भयो जजमेन्ट चाहिँ त्यसरी भयो नभए त अर्को माउरुख राख्ने भने त्यसलाई सिड ट्री सिस्टम भन्छ क्या सिड ट्री राखेर चाहिँ गर्ने सिस्टम सिड ट्री सिस्टम त्यसमा चाहिँ नर्मल्ली चाहिँ सिड ट्री राख्ने अरू चाहिँ हटाउने हो नि त हामीले पनि गरेको चाहिँ सेल्टर रुट भने नि अहिले चाहिँ धेरै सिड ट्री जस्तै नै छ हाम्रो सिस्टम चाहिँ किनभने हामी एकैचोटि हटाइरहेको छ नि त सेल्टरमा त बिस्तारै हटाउने हो नि त त्यो प्रायः जस्तो हामी साल फरेस्टमा त सालकै माउरुख बढिराख्ने गरिदिएको थियो कि तर त्यो डाइभर्सिटी हिसाबले त राम्रो होइन होइन त्यो त ग्रिडमा अस्न पनि परिहाल्छ कमा पनि परिहाल्छ त्यो त प्रत्येकले छुट्टी माउरुख जे राखे पनि लङ टर्ममा गएर चाहिँ जति धेरै रुखको तला बन्दै जान्छ त्यति नै अरू बिरुवा आउँदै जाने रहेछ कि किनभने उनीहरूलाई चाहिँ इन्भाइरोमेन्ट हो नि त अहिले हामीले हेर्दाखेरि तपाईँ
माथिल्लो तलामा धेरै जसो अलिकति साल अनि धेरै जसो साल अनि अलिकति साँझ देखिन्छ कि माथिल्लो तलामा। अनि तल्लो तलामा आएपछि अरू बिस्तारै बिस्तारै अरू प्रजातिहरू देखिँदै जान्छ। अब 15-20 वर्षपछि हेरेर चाहिँ जब त्यो पोल बन्छ अनि पोल हुन्छ एउटा चाहिँ फेरि नयाँ स्याप्लिङ लेयर हुन्छ अनि सिडलिङ लेयर त फेरि अर्को नयाँ आइहाल्छ। यो रिजेनरेसन त यो डाइभर्सिटी भनेको त त्यो समय अनुसार चाहिँ आउँदै गर्छ क्या होइन। अब भलाएको रुख एकैचोटि कहाँ भेटिन्छ त? जब साल ठुलो भएपछि बल्ल भलाएर छिर्दै हो नि त। यिनीहरू पनि आफ्नै रहेछ नि त होइन। हामीले वन बुझ्नु त धेरै बाँकी छ नि, तर हामीले सबै चाहिँ एकैचोटि खोज्दै समस्या त्यो हो होइन। कुन तलामा के बस्ने भन्ने त रुख छ नि त होइन। अहिले हामी सालको जङ्गलभित्र हेऱ्यौँ भने माथि के छ, त्योभन्दा मुनि के छ, त्योभन्दा मुनि के छ भन्ने त छ नि त। त्यो लेयर त्यो कुरा हामीले बुझ्यौँ भने पछि पनि आउने त्यही रहेछ, त्यसरी नै आउने रहेछ। एकैचोटि झ्याप्पै आउँदैन। सुरुमा नदी किनारमा नै सुरुमा काँस आएपछि न अनि खयर सिजो आउने हो होइन। काँसै नआए खयर सिजो सोचेर त कहाँ हुन्छ त? यो चाहिँ त्यही भएर अघि चाहिँ यसको जात बुझ्नु चाहिँ प्रमुख कुरो हो। जात बुझेर चाहिँ यसले के गर्छ, के खान्छ, कसरी हुर्किन्छ भने चाहिँ बल्ल हामी त्यसपछि चाहिँ सिस्टममा चाहिँ त्यो समय ठाउँ अनुसार चाहिँ खेल्दै जानुपर्ने रहेछ। हामीले त एकैचोटि चाहिँ त्यही देख्यो कि त्यसले चाहिँ गाह्रो बनाउँछ। अरू सेल्टर रोडमा भन्नु न यार, तपाईँहरूको यत्रो अनुभव भएको मान्छे दिनमा बसेका के छ? त्यसलाई चाहिँ अलिक धेरै एउटै बुझाइ बनाउनु क्या, त्यसले सजिलो हुन्छ तपाईँहरूलाई। अरूमा छ जस्तै हामीले यो जङ्गलमा काम गर्दाखेरि जुन संस्थानमा काम गर्छ नि हामी, त्यहाँ सुकेलु पनि धेरै भयो भने ठिकै हो होइन। छोरी सुकेलु त्यसलाई पनि राख्नु पर्ला नि, हामी त्यो पनि काटिदिन्छ फेरि हामी होइन। यो यस्तो हो क्या, एउटा कुरो चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो वन व्यवस्थापनको उद्देश्य के हो होइन। हामीले के सोच्यौँ भने हामीसँग त अलरेडी हामीले पहिला राष्ट्रिय स्तरमा हेरौँ न, सरकारले त पहिल्यै यति संरक्षित क्षेत्र यति अरू भनेर त बनाएको छ नि त होइन। बायोडाइभर्सिटी वन्यजन्तुलाई त एउटा क्षेत्र त बनाइसकेको छ सरकारले होइन। अब हामीसँग अर्को वन क्षेत्र आयो जहाँ हामी काम गर्दैछौँ होइन। हामीले त वन क्षेत्रभित्र त तपाईँले भन्नु न, सालको जङ्गलमा 80 भागमा 1 भागमा काम गरेछ क्या। त्यो 1 भागमा नि हामी सबै खोजेर त कहाँ हुन्छ त होइन। 1 भागमा काम गरेछ 80 भाग हो ल भनौँ त। अनि त्यो 1 भागभित्र नि हामी बुढोहरूको पनि चाहिएको छ, ती के अरे लाटो बसेर पनि चाहिएको छ, ती चाहिँ त्यो टोड्के पनि चाहिएको छ, कहाँ हुन्छ त? अरू बाँकी 79 भागमा त छँदैछ नि होइन हो। 79 भागमा छँदैछ नि त त्यो हो कि नभन त। हाम्रो चाहिँ ऊ चाहिँ के हो भन्दा सबै कुरो त्यही खोजिरहेछ के कसो होइन। बाँकी 79 भागमा त सबै कुरो छ नि। अहिले हामीले हिसाब गरेको हो होइन, 10 वर्षमा हामीले चाहिँ यो 10 वर्षमा 750वटा कति सामुदायिक वन, बाँकी 20-22वटा साझेदारी वनले 10 वर्षमा यो साइन्टिफिक फरेस्ट म्यानेजमेन्ट लगाउँदाखेरि जम्मा कटान भएको क्षेत्र 3000 हेक्टर मात्र रहेछ। 3000 हेक्टरमा पनि कटान भएको छैन। 3000 हेक्टर भनेको 80 3000 2,40,000 हेक्टरमा बल्ल वन व्यवस्थापन भएको छ। अनि 3000 हेक्टरमा यत्रो हुँदा चाहिँ पुरै भुइँया भएको छ है। 8000 हेक्टरको निजबाट उडाउँदा चाहिँ हुन्छ हुन्छ भनेको छ भन्नु त। वन प्राविधिकको बुझाइ फरक हो जानी बुझाइ हो। अनि हामीले बुझ्नुपर्ने म चाहिँ जहिले पनि यही भन्छु, 80 भागमा 1 भागमा काम गरेछौँ भने त्यहाँ पनि सबै कुरो खोजेर त हो कि भन त, के लाग्छ ल? 79 भागमा छ क्या सबै कुरो होइन त। त्यसकारण अझ हामीले त हेर्ने हो भने
सामुदायिक वनभित्र पनि त कहाँ सबैमा गरेको छ त तीभित्र पनि प्रोटेक्सन एरिया छ प्रोडक्सन एरियामा मात्र काम गरेको छ फेरि हामीले कति चाहिँ राख्ने कति छुट्याउने हाम्रो अहिले समस्या त्यो चाहिँ अर्को देखेको ठ्याक्कै अहिले उठा जस्तै सबै चाहिँ एकै ठाउँमा खोज्यो क्या हामीले त कन्सन्ट्रेट भएर एक ठाउँमा पो काम गरेको त्यो भनेको खर्च कम लागोस् होइन हामी सेलेक्सन गर्ने भने त जङ्गलभरि डुल्नु पर्यो नि त त्यो त खर्च टाइम कम लागोस् भनेर गरेको हो नि त रिजल्ट पनि राम्रो आयो होइन त्यो भएपछि हामीले चाहिँ संरक्षण भने एकै ठाउँमा गर्न सक्यो त्यो हिसाबले ल्याएको हो नि त त्यसकारण तपाईँहरूले जवाब दिने कुरो चाहिँ यही हो वासीमा एक गरिरहेको छ या हुनासी त बाँकी नै छ त्यसरी जानु पर्यो होइन त्यो त सेल्टर राख्दाखेरि बुढै राख्दैन होइन के पर्यो त समस्या होइन हामी मावै चाहिँ भनेर किन राख्नु पर्यो हामीसँग चाहिँ इनफ चाहिँ सेकेन्डरी ग्रोथ छ भने एडभान्स ग्रोथ छ भने राख्दिउँ न बुढै राख्दिउँ होइन बुढ बेकार आओस् बसोस् त्यही भन्नु खोजेको त होइन के कसो त्यो गर्न सक्छ तर यो राम्रो क्वेसन अरू के छ यहाँ खास कुछ भइरहेको छ खेलको कुरा भनौँ न हुँदैन हामीले त्यहाँ छलफल गर्दा हामीले निकाल्ने साइजको हो त्यो मिक्सचर रुख हो तर हामीले बिरुवा उत्पादन गर्नु होला ठुलो साइजको रुख पनि हुन्छ थुप्रै हुन्छ नि त हुन्छ होइन अब हामीले अहिले निकाल्नको लागि मिक्सचर रुखमा त समान गर्ने हो होइन अनि हामीले त्यहाँ फेरि त्यहाँ अहिले भन्नु पनि हजुर त्यो बिउ र छारीको लागि गतिलो राखिन्छ त्यो गतिलो पनि त्यही हुन्छ अनि राम्रो पनि हुन्छ अनि त्यो पोल साइजको जुन अब रुखमा लगाउनु बदलिन लाग्ने हुन्छ त्यसमा होइन अब त्यो पनि माथि जान्छ त्यो पनि त्यहीमा रहन्छ है त्यहाँबाट तर त्यो बिरुवा आउनु त झन् त्यो ठाउँ पनि अलिक कमै भएको पनि त्यो पनि छ अब त्यस्तो अवस्थामा भने तपाईँले भन्नुभयो नि बुढै राख्ने त्यो राख्दा अरू पनि निस्किन त्यस्तो अवस्थामा नि बुढो राख्न सक्यो अन्त यो हाम्रो सल्लाहकोमा अलिक बढी नै हुन्छ हजुर फोर साइजको अर्को पनि रुखमा रुखको अवस्थामा जान तयारी एउटा हाम्रो एनुअल सपोज एनुअल हार्भेस्ट चाहिँ 80वटा रुख भन्यो अनि सेल्टर ट्री चाहिँ 20वटा भन्यो भने हामी अब 20भन्दा घटेर सेल्टर ट्री गर्दै गर्दै त्यो सिफारिस नै हुन्छ हाम्रो 20को ठाउँमा 22वटा सेल्टर ट्री भयो भने हामीले त हार्भेस्ट र सेल्टर ट्री भनेर 80वटामा भयो के अरे 100वटा भयो अनि हामीले छलफल गर्दाखेरि यति नै हुन्छ कि त्यो दुईटा चाहिँ यता सेल्टर ट्रीमा घटेर 78 हुन्छ त्यो कुरो पनि अब अहिलेको चाहिँ सिस्टम अनुसार सेल्टर ट्री चाहिँ त्यति नै हुनु पर्यो क्या बरु अर्को चाहिँ घटाउनुहोस् काट्ने केही समस्या भएन होइन सेल्टर ट्री चाहिँ त्यति नै हुनु पर्यो कार्ययोजनामा ल्याए जति नै सेल्टर ट्री त घट्ने त कुरो नै भएन पर्छ क्या कहिले काहीँ चाहिँ ठाउँ ओपन जस्तो अनि खोला छेउमा भयो भने चाहिँ हार्भेस्ट ट्रीलाई पनि हामी सेल्टर ट्रीमा राख्नुपर्ने हुन्छ त्यतिखेर चाहिँ हाम्रो त्यो हार्भेस्ट ट्रीको सङ्ख्या चाहिँ घटाइदिनु पर्ने हो त्यो त गर्नु सकिन्छ त्यही भएर तपाईँको चाहिँ भने नि त कार्ययोजनामा हामीलाई चाहिँ बाध्यकारी भएको चाहिँ यही सेल्टर ट्री कति राख्ने भन्ने मात्र हो होइन बढी राख्दाखेरि समस्या भएन क्या घटिराख्दा चाहिँ समस्या हुने हो अहिले होइन हाम्रो अहिलेको कानुनले यो अनुसार चाहिँ घटिराख्दा समस्या हुने हो बढी राख्दा समस्या भयो त्यसमा पनि घटिलो बढी हुन्छ सर क्षेत्रफल छुट्या हुँदैन नम्बर होइन कहिलेकाहीँ चाहिँ हो तर हाम्रो अहिले प्र्याक्टिसमा हेर्नुहुन्छ भने कार्ययोजनामा चाहिँ तपाईँले 20वटा मात्र माउ रुख राख्ने भने पनि ठाउँ ठाउँमा 30वटा 35वटा नि राखेको छ किनभने कोही चाहिँ यस्तो हुन्छ दुईटा कुरो एउटा कार्ययोजना लेख्ने मान्छे कस्तो छ उसलाई चाहिँ एकदम हिम्मत छ भने यहाँ चाहिँ एडभान्स ग्रोथ रहेछ म 10वटा मात्र राखिदिन्छु भन्ने छ होइन त्यो भयो अब त्यो कार्ययोजना कार्यान्वयन गर्ने बेलामा को आउँछ उसलाई चाहिँ मलाई चाहिँ अलिक
कम राख्दा डर लाग्छ कि भन्यो भने अलिक बढी राखिदिन्छ भएको त्यही हो नि त हाम्रो होइन अब यो हुन्छ भने क्या मानिस अनुसार हुन्छ भने तर तपाईँले भने जस्तो कहिलेकाहीँ परिस्थिति अनुसार हामीले बढी पनि राखिदिनु पर्ने हुनसक्छ घट्छ त्यो घट्छ तर अहिले हाम्रो यहाँ चाहिँ मापदण्डमा त्यो हटाएछ कसरी हटाएछ तर त्यो घटे पनि लास्टमा त फाइनल उसमा त फेरि बढ्छ नि त त्यो बढ्छ धेरै राख्यो भने फेरि त्यो क्राउनहरूको फेरि त्यो क्राउन सब खुला कहाँ हुन्छ तपाईँले क्राउन खुला फेरि बनाउनु पर्ने तपाईँलाई मैले यो यसको चाहिँ एउटै कुरो के भने तपाईँले धेरै चाहिँ सेल्टरहुड राख्नुभयो भने सेट बियरिङ स्पेसिसहरू रिजर्भेट गरिआउँछ यति मात्र हुने चाहिँ तपाईँको सालको ठाउँमा अरू आउनु सक्ने अनि सालको जङ्गलमा त त्यसको हो पनि त सालै निकाल्ने हो लाइट डिमान्डरै हो तर हाम्रो यस्तो हुन्छ सालको जङ्गल भए पनि हामीसँग त्यसको अरू साथीभाइहरू त अरू पनि छन् त स्पेसिस होइन सालको जङ्गलमा साल मात्र पाइन्न नि अस्मै टाँसेरै आउँछ सिन्दुरे टाँसेरै आउँछ होइन त कर्मा टाँसेरै आउँछ नि त तर कतिवटा हुने भन्ने कुरा चाहिँ त्यसले फरक हुँदैन जस्तै हाम्रै सालकै जङ्गल पनि हेर्नु न काहीँ चाहिँ साल 70-80% देख्नुहुन्छ काहीँ चाहिँ 50-50% जस्तो देख्नुहुन्छ नि त त्यही भएर हाम्रो चाहिँ यो उसले एफआरटिसीको डिफिनिसनमा पनि 60% भन्दा बढी साल भयो भने साल फरेस्ट भन्ने त्योभन्दा मुनि भयो भने मिक्स हार्डवुड फरेस्ट भन्ने भनेर लेखेको छ नि त त्यसकारण सालसँग आउने अरू प्रजाति पनि कतिको चाहिँ फरक हुन्छ भन्ने पनि छ यही नै हुन्छ त्यही भने नि त अब कसैलाई इन्ट्रेस्ट लाग्ला हामी चाहिँ धेरै थरीको चाहिँ यहाँ प्रजाति ल्याउने भन्ने भने त अब ल्याउनु पर्ने ठाउँ अनुसार हाम्रो चाहना अनुसार कहिलेकाहीँ फरक हुन्छ होइन उद्देश्य चाहिँ अब साल राख्यो भने त 80 वर्षसम्म राख्न सक्छ बरु अरू पनि धेरै ल्याएर चारवटा पैसा कमाउँ भन्ने नि हुनसक्छ त्यो अनुसार अरू प्रजाति ल्याउन सक्ने अघि हामीले कपिस विथ स्ट्यान्डर्ड हो भनेको थियौँ नि त अब चाहिँ हामीले के अरे कटुसलाई चाहिँ कपिस बनाएर प्लाइवुड र भेनियरसँग लानु सकिने भयो र चिलाउनेलाई माथि राख्नु सकिने भयो हे बजार हेरेर वन हेरेर त्यसको जाति हेरेर काम गर्न सकिने भयो त्यसकारण तपाईँहरूलाई चाहिँ म के भन्छु भने यो हामीले भोलि कार्ययोजना बनाउँदा सिल्भिकल्चर यो लाउँदाखेरि ग्रुपमा छलफल गऱ्यो भने सजिलो हुन्छ क्या यही यस्तो गर्दा हुन्छ कि उस्तो गर्दा हुन्छ कि गर्ने विधि चाहिँ यो प्रक्रिया चाहिँ एउटै हो होइन तर कसरी गर्ने त्यो 40वटा कसरी राख्ने क्या चरणमा गरेर 40मा ल्याउने हो कि एकैचोटि 40मा ल्याउने हो कि के गर्ने त्यो चाहिँ हामीले चाहिँ गर्न सकिन्छ होइन भने फेलिङ सिरिज बढाउने हो कि यो त सकिँदैन हामी एउटै वनलाई पनि 2-3वटा सिरिज बनाएर चाहिँ एउटामा एउटा सिस्टम अर्कोमा अर्को सिस्टम गर्न सकिन्छ होइन हामीसँग कतिवटा वनै होला त 2 थरीको प्रजाति भएको प्र्याक्टिस पनि गरे हो प्र्याक्टिस सालको कहीँ तपाईँको के अरे हाम्रो सल्लाहको सुकै कम्पार्टमेन्ट गराएर गरौँ होइन यहाँ मुनि त अब सबै त्यस्तै देखिन्छ जङ्गल साल र सल्लाह भेटिने ठाउँ त्यसरी चाहिँ हामीले जानु पर्यो अरू सेल्टरहुडमा भन्नुहोस् न कुरा के छ यो सिस्टमलाई अलिक खार्नुपर्छ क्या हामीले हामीले नै हो खार्ने भने अरूले होइन फेरि हामीले गर्दै गएर सल्लाह गर्दै गएर खाँदैन हो यो त समय लाग्छ यो 30 र 40 जुन भयो नि 30 सेन्टिमिटर डायमिटर जस्तै हामीले यहाँ भनेको छौँ होइन अहिले बागमती त 40 सेन्टिमिटर भने असल यो चाहिँ यो भन्दा पनि त्यहाँ चाहिँ मलाई जहाँसम्म लाग्छ 30 सेन्टिमिटर भन्दा माथि काट्दाखेरि अलिक धेरै काटियो भन्ने डर लागेर 40 भन्दा माथि राखे त्यो भनेपछि
चाहिँ हो। तर मार्केटसँग त यसको त केही लिङ्क छ जस्तो त लाग्दैन। हामीलाई त डायमिटरले के फरक पर्छ, हामीलाई त कति रुख राख्ने भन्ने कुरा पो सरकार हो होइन। अहिलेसम्म हामीले भोगेको एउटा समस्या के भने हाम्रो इन्भेन्ट्री गाइडलाइनले के बनाइदियो भने इन्भेन्ट्री गाइडलाइन पढ्नुहुन्छ भने तपाईँले रुख काट्ने बाहेक अरू कुराको कार्ययोजनै बनाउनु पाएन भोगेन भन्नु त। इन्भेन्ट्री गाइडलाइनको समस्या त्यो छ नि। मैले मेरो जङ्गलबाट चाहिँ अब म सानो पोल मात्र निकाल्छु, यो भेनियरलाई बेच्छु भने होइन। हामीले चाहिँ यो बजार नसोचिकन हाम्रो नीति नियम चाहिँ त्यसरी बनाइदियो कि हाम्रो सोचाइ के हो भने कटु 30 वर्षमा चाहिँ एकदमै परिपक्व हुन्छ, त्यो बेलामा काट्नु। त्यही भएर समस्या आएको हो। जस्तै अब सागरनाथमा हेर्नु न, उनीहरूले पोल बनाउने हो भने त्यही भएर 9 वर्ष राख्यो होइन। मसला त जानु त 40-50 सम्म पनि जाँदो रहेछ नि, देखियो नि। त्यो भएर हाम्रो कतिपय कुराहरू चाहिँ बजारसँग मिलेको छैन। त्यही मैले त्यही भने जस्तो 30 सम्म गर्दा त सानो धेरै पर्ने भयो नि त होइन। त्यसले गर्दाखेरि त्यो मार्केटमा सेल नहुँदा धेरै जसोमा त्यो देखिन्छ कि ठुलो चाहिँ डायमिटर भएका रुख के अरे टिम्बरहरू मजाले सेल भएको देखिन्छ होइन। त्यो लिलामबाट गएको अनि जति पनि बजार छ सबै सानो छन् कि त्यो चाहिँ फ्याक्टर पनि अलिकति लिङ्क हो कि भन्नु खोजेँ मैले। यो त त्यो देखिन्छ नि कि अब हामीले लट बनाउँदा मिक्स गर्नु पर्यो। यस्तो पनि होला सर, अब त्यो बागमतीमा चाहिँ मकवानपुर जिल्ला बाहेक सबै पहाडिया नै छ अनि साइड क्वालिटीले पनि त्यसको वृद्धिलाई त्यो हुन सक्ला होइन, असर गर्छ। सानैमा किन काट्ने तर टिम्बर चाहिँ जहाँसम्म लाग्छ समिलले हेर्ने टिम्बर चाहिँ तपाईँको चाहिँ लम्बाइ कति छ भन्नेमा हेर्दा छ, गोलाइ भन्दा नि होइन। गोलाइ पनि पर्छ हजुरको त्यो सानो भयो भने त त्यसको पलासै बढी जाँदो रहेछ कि अनि त्यसको चाहिँ त्यो त्यसपछि तपाईँको चिरानपछिको डिफेक्टहरू आउने त्यस्तो चाहिँ बढी हुँदो रहेछ चिरानपछि। हजुर त्यो चाहिँ छ। तर अहिले देखिन्छ नि। तर अहिले हामीले हेरेको चाहिँ यिनीहरूले धेरै चाहिँ तपाईँले जति लामो बनाउनु भयो त्यति नै उनीहरूको चाहिँ चाहना त्यो लटमा बढी हुँदो रहेछ। लामोको चाहिँ अहिले यस्तो रहेछ कि यो मन्दिर गुम्बाहरू चाहिँ बनिरहेको छ नि, त्यसमा चाहिँ म्याक्सिमम त्यो जति लामो त्यति चाहिँ एकदम डिमान्ड रहेछ। त्यो पनि हो होइन, त्यो पनि हो। अनि अर्को कुरो चाहिँ के छ भन्दाखेरि हामी त बिचमा नाप्छौँ नि होइन त, बिचमा नाप्छौँ नि। बिचमा नापेपछि अनि हाम्रो त लकको भोल्युम निकाल्ने त बिचमा नापेर हो नि त। अनि जति लामो हो त्यो बिचको भाग चाहिँ सानो पर्दछ तपाईँको यताको ठुलोको तुलनामा। त्यो पछि तपाईँको भोल्युम कम आयो अनि 2 टुक्रा गरेपछि काठ बढियो। त्यो छ हजुर। तपाईँले 4-4 फिटको 2टा बनाउनुहोस्, 8 फिटको एउटा बनाएर नाप्नुहोस् अनि देख्नुहुन्छ। उहाँहरूको चाहिँ त्यो रहेछ, जति लामो हो त्यति राम्रो बजार समितिको लागि त्यो छ हजुर। त्यो छ क्या। नाप्ने त 3तिर नाप्ने पनि छ सिस्टम होइन, तर 1तिर मात्र नापेको त छिटो हुन्छ भनेर गरेको हुन्छ। अनि यो अर्को चाहिँ जुन अब हामीले हरेक सब कम्पार्टमेन्टहरूको पनि इन्भेन्ट्री गर्छौँ होइन, त्यसको एएसी पनि निकाल्ने चलन छ नि त अहिले। सब कम्पार्टमेन्टको यति एएसी भन्ने हुन्छ, त्यसमा चाहिँ अब यति काठ यति दाउरा भन्ने हुन्छ नि त एउटा। पछि चाहिँ हामीले फेरि यो जुन यो स्टेम म्यापिङ गरेर जुन अनियल कुक गर्दाखेरि त्यसको भल्युममा धेरै फरक पनि आउँछ कि, त्यसले गर्दाखेरि अलिकति डिलेमा पनि त्यहाँ पनि आउँदो रहेछ। सुरुमा कन्फ्युज पनि बनाउँदो रहेछ। म्याक्सिमम डिफरेन्स पनि देखिन्छ कि 7,000 छ आउने बेला 14,000 आउँछ, अब 7,000 छ आउने बेला 3,000 आउँछ होइन। त्यसले गर्दाखेरि त्यसलाई त्यो उसमा राख्ने कि नराख्ने। अनि यो चाहिँ के रहेछ भन्दाखेरि अहिले हाम्रो विजय सुवेदी सरको पिएचडी गर्दै हुनुहुन्छ, उहाँको डेटा देखेको
सबभन्दा ठुलो समस्या चाहिँ टिमो पुकला फर्मुलामा रहेछ होइन। यो चाहिँ यो फर्मुला चाहिँ कसरी बनाएको रहेछ भन्दाखेरि एकदम राम्रो राम्रो रुख ए ग्रेडको राम्रो राम्रो रुख हेरेर बनाएको रहेछ होइन। अनि उसले के भन्यो भन्दाखेरि चाहिँ ए ग्रेडको रुख चाहिँ कति 70% आउँछ भन्दै होइन, ए 80% आउँछ भन्थ्यो। अनि हामी त्यो एजम्सनमा गयौँ 80 आउँछ भनेर भन्यो। तर हामीसँग त सबै ए ग्रेडको छैन नि त, कुनै के छन् कुनै के छन्। हाम्रो भगा ए ग्रेड पनि हेर्दा पो ए ग्रेड देखिएको छ, पछि भित्र के छ भन्दाखेरि त एभरेजमा तपाईँको 70 मात्र आउँदछ ए ग्रेडबाट। त्यहाँनिर चाहिँ भोल्युम त्यहाँनिर समस्या रहेछ, एउटा ठुलो समस्या छ। हामी फेरि हाम्रो रुखहरू सबै हेर्दाखेरि तपाईँ ए ग्रेडको देख्नुहुन्छ, अनि ए ग्रेडै लेख्छौँ, लास्टमा आउँदाखेरि अर्कै भइदिन्छ। सबभन्दा ठुलो समस्या चाहिँ अहिले हामीले देखेको चाहिँ यो ग्रेडिङ सिस्टममा, यो ग्रेडिङ सिस्टमले समस्या पारेको छ। त्यहाँनिर चाहिँ ग्रेडिङ सिस्टम चाहिँ सबभन्दा ठुलो समस्या रहेछ। ए ग्रेड र बी ग्रेडमा समस्या छ, तर अब सीमा चाहिँ फेरि हामीले सी बनाउँदैनौँ, तर ती थुप्रिँदो छ काठ जति सबै लास्टमा गएर त्यो खालको छ यो ग्रेड। हजुर ग्रेडिङ चाहिँ अनि लगेर सीमा चाहिँ हामी पुर्याउँछ। हामीले इन्भेन्ट्री गर्दा चाहिँ फेरि आउने भनेको सबै ए नै हो। फेरि त्यसले चाहिँ भोल्युममा चाहिँ यो धेरै ठुलो समस्या चाहिँ देखिएको छ। त्यही भएर यो टिमो पोकलावाला भोल्युम गर्ने कि अब नम्बरमा गर्ने भन्ने चाहिँ ऊ छ होइन। यसपालि इन्भेन्ट्री गाइडलाइन पनि चेन्ज गर्ने भन्दैछ, त्यसमा चाहिँ नम्बरमा गर्नुपर्छ कि भन्ने चाहिँ कुरो भइरहेको थियो। दीपक सर उता सर भएर जानुभयो, रोकिरहेको छ त्यो पनि। अब इन्भेन्ट्री गाइडलाइनमा चाहिँ यो नम्बरमा चाहिँ अब जानुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ स्ट्रङ कुरा छ। भोल्युमले चाहिँ सबलाई डुबाउँछ, गाह्रै बनाउँछ। एउटा त तपाईँ हाम्रो रुखको हाइटै तपाईँ हेर्नुहुन्छ भने ओहो यति छँदा छुल्ल रहेछ कि तपाईँ आधी कम्पनी छ, डबल बढी पनि छ, त्यति बढी छ रुखको हाइटको हाम्रो भेरिएसन। अनि फेरि त्यो अलिक डेन्स फरेस्ट छ भने त जति होचो रुख हो हाइट चाहिँ बढी छ कि। अहिले त हामी त त्यो रेन्ज फाइन्डरले हानेछौँ, सबको टुप्पा टुप्पा ठुलैको टुप्पामा जान जस्तो त्यो समस्या चाहिँ अहिले आइरहेको छ। त्यो भएको हुनाले नै अब चाहिँ नम्बरमै जानुपर्छ कि भन्ने चाहिँ हुन्छ। तर यो टिमो पोकलाहरूको चाहिँ समस्या रहेछ, किनकि यसले चाहिँ इक्वेसन बनाइदियो ठुलो रुख हेरेर, त्यही भएर चाहिँ ओभर इस्टिमेट हुँदछ। अरू के छ भनौँ। पछि सेलेक्सनमा जाउँ। अब अर्को सेलेक्सन आयो। त्यो सेलेक्सन त तपाईँहरूलाई थाहा भएकै कुरा हो होइन। अब यसको सेलेक्सन भनेकै फेरि यही हो, नामैले दिएछ छानी छानी काट होइन। सेलेक्सन नामै